आज यहाँ हाम्रो भक्तपुरमा बेस्तरी पानी परेर गाडी गुडाउन नसकेर साइडमा रोकेर बसेका छौँ। पानी धेरै ठुलो परिरहेछ, भलबाडी बगिसक्यो। यहाँ गाडी हिँडाउन नहुने गरी पानी परिरहेछ। हेर्नु यहाँ के यस्तो दिन भएको त। आज त धेरै गाह्रो हुनुभयो गाडी चलाउन पनि। गाडी चलाउनै नसकेर साइडमा रोकेर बसिरहेको छु। हिँड्न पनि गाह्रो, कसरी हिँड्नु। आज धेरै ठुलो पानी परेको छ। यहाँ भक्तपुर जगतीमा भलबाडी आइसक्यो। रोड कहाँ हो नदेख्ने गरी इमर्जेन्सी बालेर हिँडिरहेछन् सबै गाडीहरू। ठुला ठुला गाडीहरू सबै, सानो गाडी इमर्जेन्सी बालाउने बाटै देख्दैन। सबै इमर्जेन्सी बालेर हिँडिरहेछन्। धेरै ठुलो पानी पर्यो आज भक्तपुरमा।